हेलो गाइस, स्वागत गर्न चाहन्छु मेरो भोजपुरी कान्छो ब्लगलाई चाहिँ स्वागत गर्न चाहन्छु। मैले स्वागत गरेँ सबैजनालाई। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला पनि भन्न चाहन्छु। धेरै धेरै माया दिनु होला। अहिले चाहिँ एकदम पानी पर्न लागिरहेको अवस्था देख्न सकिन्छ। तपाईहरुले देख्न सक्नुहुन्छ यो पछाडिको भ्यूजलाई चाहिँ एकदमै हेर्न सक्नुहुनेछ। पानी आउन लागिरहेछ। म चाहिँ यहाँ कुद्दै आएको पनि भइरहेछ। भिडियो हेर्दै गर्नु होला है त। कति खतरा भिडियोहरू मैले बनाउने कोसिस गरेँ, तर सब बर्बाद भएर यता चाहिँ उयो भइरहेछ, गन्डगोल भइरहेछ। भिडियोलाई हेर्दै गर्नु होला। साथ सपोर्ट मायाको लागि धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। भोजपुरी ठुलो कान्छो ब्लगमा चाहिँ तपाईहरुलाई स्वागत गर्न चाहन्छु। भोजपुरी ठुलो कान्छो भनिसकेपछि अब हाम्रो जन्मस्थान भनेर पनि चिन्न सकिन्छ। तपाईहरुले यतातिर हेर्न सक्नुहुनेछ। तपाईहरुले यो के भन्छ, नरिवलको बुट्टाहरू पनि निकै छ, एकदम खतरनाक तरिकाको फलेर चाहिँ फलफुलहरू चाहिँ एकदमै फुलिरहेछ। आँपहरू पनि एकदमै जबरजस्त फुलिरहेछ। तपाईहरुले धेरैभन्दा धेरै भिडियोलाई सेयर गर्नु होला पनि भन्न चाहन्छु। भोजपुरी ठुलो कान्छो ब्लगलाई चाहिँ साथ सपोर्ट माया दिएर चाहिँ तपाईहरुलाई अगाडि बढाउन सक्नुहुनेछ। यहाँ हेर्नु होला, यो के भन्छ यसलाई, टिक्रिक गर्दै हिँड्छ, तर फास्ट हिँड्छ। यो हावाहुन्डरी आउन लागेको अवस्था देख्न सकिन्छ। तपाईहरुले देख्न सक्नुहुनेछ। एकदम हावाहुरी चल्ने स्थिति भन्दा पनि अब हावाहुरी आउन लागेको तपाईहरुले देख्न सक्नुहुनेछ। एकदम खतरनाक खालको चाहिँ हावाहुरी आउन लागिरहेको छ। भिडियो हेर्दै गर्नु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्नु नबिर्सनु होला पनि भन्न चाहन्छु। भोजपुरी ठुलो कान्छो ब्लगलाई चाहिँ धेरै धेरै माया गरेर साथ सपोर्ट दिएर तपाईहरुको साथ सपोर्टले चाहिँ मलाई धेरै उन्नति प्रगति दिनेछ। सबैजनाले माया गरिदिनु होला पनि भन्न चाहन्छु। मैले धेरै धेरै धन्यवाद छ। भिडियो हेर्दै गर्नु होला। हेलो दर्शक नमस्ते, सबैजनालाई दर्शक नमस्ते पनि भन्न चाहन्छु। नरिवलको बुट्टाहरू चाहिँ एकदम हलिरहेको छ। अहिले चाहिँ पानी आउन लागिरहेको अवस्था देख्न सकिन्छ तपाईहरुलाई। यो चाहिँ म भिडियो देखाउन गइरहेको छु। हेर्नु होला, यहाँ चाहिँ एकदम खतरनाक खालको चाहिँ भ्यूज आइरहेको छ। अनि यतातिर हेर्न सक्नुहुनेछ। बगान यो बगान छ। हेर्नु होला, बगान। अनि यो बगानको भिडियो चाहिँ म बनाइरहेको छु तपाईहरुलाई देखाउनको लागि भनेर। भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला, माया गरिदिनु होला। साथ सपोर्ट दिएर चाहिँ अगाडि बढाउनको लागि धेरै धेरै हौसला प्रदान गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। धेरैभन्दा धेरै सेयर गरिदिनु होला पनि भन्न चाहन्छु। अनि यस्तै खालको भिडियो ब्लग हेर्नको लागि भोजपुरी ठुलो कान्छो ब्लगलाई चाहिँ तपाईहरुले साथ सपोर्ट माया दिएर चाहिँ एकदम अगाडि बढाउनुहुन्छ भन्ने मलाई पूर्ण आशा छ। यस्तै भिडियोहरूको लागि हामीलाई सम्झौदै गर्नुहोस्। अहिले चाहिँ भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्दै गर्नु होला पनि भन्न चाहन्छु। मैले यस्तै भिडियोहरू लिएर उपस्थित हुने गर्दछु म। धन्यवाद। एकदमै हेर्नु होला, पानी पर्न लागिरहेको अवस्था देख्न सकिन्छ। यहाँनिर चाहिँ एकदम हावाहुन्डरी आइरहेको भन्दा पनि आउन लागिसकेको अवस्था देख्न सकिन्छ। एकदमै कालो बादल छाइरहेको अवस्था छ। हेर्नु होला, हावाहुन्डरी आउनै बेला भइसकेको छ। तपाईहरु तयार हुनुहुन्छ भनेदेखि चाहिँ अब म भिडियो बनाउन तयार छु गाइजहरु। यस्तै भिडियोको लागि हामीलाई पनि साथ सपोर्ट दिएर अगाडि बढाउनुहुन्छ भन्ने मलाई पूर्ण आशा रहेर यो भिडियो मैले बनाइरहेको छु। हेर्नु होला, एकदमै हावाहुन्डरी तुफानको रूपमा आइरहेको छ। अहिले चाहिँ लगभग दिउँसोको 2 बज्न लागिसकेको छ। तपाईहरुले हेर्न सक्नुहुनेछ। एकदमै यहाँनिर चाहिँ यो हावाहुन्डरी चाहिँ एकदमै घमासान आउन लागिरहेको अवस्था छ। यताउति आँप फुलेर झकमक्क भइरहेको छ। आँप फलेर झकमक्क छ गाइजहरु। झकमक्कको साथमा तपाईहरुलाई यो एकदमै हावाहुन्डरी पनि झकमक्क आइरहेछ। हेर्नु होला, एकदमै हावाहुन्डरी चाहिँ एकदम बतासिएर आइरहेको तपाईहरुले देख्न सक्नुहुनेछ। तपाईहरुले भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नु होला पनि भन्न चाहन्छु। मैले धन्यवाद भन्न चाहन्छु।